महिलाहरूले अरू पनि महिलाहरूले पनि धेरै सिपहरू विकास गर्न सुरु गर्नुहुन्छ, आत्मनिर्भर विकास गर्न थाल्नुभएको छ। त्यसले आत्मनिर्भरता विकास गर्नेतर्फ अगाडि बढौँ, यो पाटोमा लागौँ। अहिले यसले कम्प्लिट हुँदैन। तपाईँहरूले सोच्नुभयो हामी अगाडि बढ्छौँ, हामी जान्छौँ, र कसरी जाने भन्नुभयो भने उहाँले भन्नुभयो फेरि तपाईँहरूलाई आवश्यक पर्यो भने थप व्याख्यासहित थप विशेषज्ञसहित म पनि आउँदैछु भन्नुभयो हाम्रो चन्द्र सरले। त्यस्तो अवस्था हामीले के अनुभवहरू चाहिँ लिएर आउँला, अरू पनि लिएर आउँ जाउँ। यिनी कुरा राख्दै यो कार्यक्रम आयोजना गरेकोमा आयोजक गौरव जयशिषलाई भोरिभरि धन्यवाद। सूत्रधार दीपक सुवेदी हाम्रो भाइलाई धेरै धेरै धन्यवाद। मैले पनि लोभ लाग्छ पाके दीपकजी मलाई पनि पूर्वोत्तर भारततिर घुमाउनु लैजाऊ ल कहिले गए त्यहाँ चन्द्रजी पनि मेरो सन्धि पनि जानुहुन्छ भन्छु, दुई कहिले मिलाएको छैन। अब सन्धिले आज सन्धिले भने है मेरो 1300 मेरो नेता हो उहाँ है। 38 सालमा म अघिको धनगढाको जिल्ला कमिटीको सदस्य जिल्ला कमिटीमा म धनगढा ठुले नेता हुँदाखेरि उहाँ केन्द्रीय स्तरमा नेता हुनुहुन्थ्यो, नेता हो मेरो। उहाँकै प्रेरणाले म पनि अहिलेसम्म आदर्श ननिउरिकन बोल्छु नि कहीँ। किन आमाले बुवाले दिएको संस्कारले मसँग पेट कसेर पनि ठाडो बोल्ने बानीको विकास भएको छ। त्यसै कारणले यिनै कुरा राख्दै दीपक सूत्रधारलाई भोरिभरि धन्यवाद दिई र हाम्रो जेसिस परिवारलाई धन्यवाद दिई मेरो सन्धिलाई आउनुभएकोमा आएर यति कुरा राख्नु भएकोमा यो सङ्क्रमणकालीन अवस्थामा यो जमेको पानीमा ढुङ्गा तरङ्ग हान्ने ढुङ्गो छलाङ मार्नु तपाईँहरूको किनारबाट छलाङ गर्नुहोस्। अर्को पर्देखि आर्टिफिसियल आओस्, यो के अरे कस्मेटिकको अत्याधिक प्रयोगले हामीसँग बिग्रिया छ। हाम्रो त्यहाँनिर तिज आयो भने खाने हिजो लगाएको साडी आज लाउनु होइन। एउटा पुरुषले चाहिँ 10 वर्ष एउटै कोट लगाएर हिँड्दा हुन्छ, तर महिलाले चाहिँ आजको बिहामा आगो लाउँदैन। हामीलाई कङ्गाले पुर्याउनु पर्छ नि। त्यसै हुनाले हामी लुगाले होइन, कस्मेटिक्सले होइन, म मेरो चरित्रले व्यवहारले र आचरणले मात्रै नयाँ हुन्छु, आधुनिक हुन्छ, राम्रो हुन्छु भन्नेपट्टि तपाईँहरूको दिमाग जानु आवश्यक छ। कस्मेटिकमा ऐना र नयाँ लुगा लाएर नयाँ साडी फेरेर तपाईँ आज तपाईँ जहाज बन्दै हुनुहुन्छ।